नमस्ते साथीहरू, आज फेरि मैले तपाईँहरूको लागि एउटा नयाँ भिडियो लिएर आएको छु साथीहरू। अहिले चाहिँ यो सोइजनको सिजन पनि चलिरहेको छ होइन, अनि तपाईँहरू सबैको घरमा सोइजन पाकी पनि रहेको हुन्छ र यसैलाई चाहिँ मध्यनजर गर्दै मैले चाहिँ आज तपाईँहरूको लागि यो नयाँ खालको सोइजनको भिडियो कसरी बनाउने भन्ने बारेको रेसिपी लिएर आएको छु। कृपया तपाईँहरूले भिडियो हेरेर प्रतिक्रिया दिन अथवा लाइक सेयर र कमेन्ट गर्न चाहिँ नबिर्सिनुहोस् होला है त साथीहरू। भन्दै म आजको भिडियो सुरु गर्न गइरहेको छु। यसको लागि चाहिँ मैले करिब 300 ग्राम जति यो सोइजन लिएको छु। यो चाहिँ धेरै पाक छिपेको पनि छैन, धेरै कलिलो पनि छैन र यसलाई चाहिँ मैले मसिनो मसिनो गरी केलाएर राखेको छु र मैले चाहिँ एउटा मिडियम साइजको आलु पनि यसमा एड गरिदिएको छु। यसै गरी साथीहरू मैले कराई बसेर थोरै तेल राखिदिएको छु। तेल धेरै छैन साथीहरू, 3-4 चम्चा होला ठुलो चम्चाले। त्यस पछाडि त्यो अघि केलाएर धोएर राखेको सोइजनलाई चाहिँ सिधै तेलमा हालेर चाहिँ 2-3 मिनटको लागि चाहिँ खर्याउनु पर्ने हुन्छ। यसको चाहिँ कलर चेन्ज नहुन्जेलसम्मको लागि 4-5 मिनट मिडियम आँच राखेर खर्याउनु होला साथीहरू, जसले गर्दा यसलाई पाक्न पनि हेल्प गरोस्। साथीहरू अहिलेसम्म पनि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला र लाइक सेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोस् होला है त। हेर्नु त साथीहरू, यसको कलर चाहिँ लगभग हल्का हल्का चेन्ज हुँदै गइरहेछ, त्यही भएर चाहिँ मैले यसलाई निकालिदिएको छु। यो चाहिँ उसमा डिपेन्ड हुन्छ सोइजन कतिको छिपिएको छ या छैन भन्नेमा। धेरै छिपिएको छ भने धेरै खर्याउनु पर्ने हुन्छ, कम छिपिएको छ भने कम खर्याउनु होला है त। यसो भन्दै साथीहरू मैले यसमा चाहिँ जिरा 5 फोरन र सुकेको खोर्सानी पुऱ्याइदिएको छु साथीहरू। सोइजनमा सुकेको खोर्सानी एकदमै मिठो हुन्छ, त्यसै गरी मैले यसमा प्याज पनि राखिदिएको छु। प्याजलाई चाहिँ हल्का गोल्डन ब्राउन हुन्जेलसम्मको लागि खर्याउनु होला, त्यसै गर्दाखेरि प्याजको टेस्ट पनि राम्रो आउँछ। त्यही भएर प्याजलाई एकछिनसम्म खर्याउनु होला। प्याज राखिसकेपछि साथीहरू मैले अदुवा र लसुनको पेस्ट राखिदिएको छु। अदुवा लसुनको पेस्ट धेरै छैन, आधा चम्चा जति मात्रै छ। तपाईँहरूले अब कतिको खानुहुन्छ त्यसअनुसार राख्न सक्नुहुन्छ र यसलाई पनि राम्ररी चलाइदिनु होला। यस पछाडि साथीहरू मैले टमाटर एड गरिदिएको छु। होइन साथीहरू, हेर्नु त टमाटरलाई मजाले गलाउनु होला र हरियो खोर्सानी राखिदिएको छु साथीहरू। त्यस पछाडि यसलाई पनि मैले एकछिनसम्मको लागि चलाइदिएको छु। बेसार राखिदिएको छु आधा चम्चा जति र यसमा मैले 1 चम्चा जति धनियाँ र जिराको धुलो पनि एड गरिदिएको छु साथीहरू। तपाईँले पनि त्यसै गर्नु होला र यसमा मैले 1.5 चम्चा जति नुन, स्वादअनुसार तपाईँले कति रस राख्ने अथवा कति पकाउनुहुन्छ त्यसैलाई हेरेर राख्नु होला। र मैले यसलाई मजाले चलाइदिएको छु साथीहरू र यो चाहिँ मजाले पाकोस्। यो टमाटर र यो मसलाहरू चाहिँ मजाले पाक्नुपर्ने हुन्छ। हेर्नु त साथीहरू, यसको टमाटर र मसलाहरू चाहिँ मजाले पाकिसकेको छ। तपाईँले पनि यसलाई पकाउन चाहिँ कन्जुसाइ नगर्नु होला, सबै राम्रोसँगले पकाउनु होला। र यस पछाडि साथीहरू अब कति रस खानुहुन्छ तपाईँ होइन, त्यही हिसाबले मध्यनजर गर्दै तपाईँले यसमा पानी एड गर्नु होला। र पानी एड गरिसकेपछि साथीहरू तपाईँले चाहिँ यसलाई उमाल्नु होला, मजाले नउमालिकन चाहिँ यसमा नहाल्नु होला। र साथीहरू यो चाहिँ रसहरू हेर्नु त मजाले उम्लेको छ, रस तयार भइसकेको छ। यसमा मैले अघि भुटेर राखेको सोइजन र आलुलाई पनि मिक्स गरिदिएको छु र यसलाई मिक्स गरिसकेपछि केही समय छोपेर पकाउनु पर्ने हुन्छ। अब सोइजन धेरै छिपेको छ भने त कुकरमै पकाउनु पर्ला, नभए ठिकै छ भने चाहिँ कराईमै पनि पाक्छ। यसै गरी मैले रेड चिल्ली पाउडर राखिदिएको छु कलरको लागि, यो काश्मिरी हो, यसको पिरो हुँदैन। साथीहरू अहिलेसम्म पनि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिनु होला र लाइक सेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोस् होला है त। भन्दै यसलाई चाहिँ करिब 10 देखि 15 मिनटसम्म मैले छोपेर पकाएको छु। यसो गर्दा हेर्नु त यसको कलर पनि एकदमै मिठो, राम्रो, हेर्दाखेरि खाउँ खाउँ लाग्ने भएको छ। साथीहरू आजलाई भिडियो यति नै। मलाई अर्को भिडियोसम्मको लागि बिदा दिनुहोस्। हवस् त, नमस्ते।